नमस्ते सम्पूर्णमा म चाहिँ आज यो मेन्डेलीमा चाहिँ डिफ्रेन्ट रिसर्च पेपर्सहरू चाहिँ डिफ्रेन्ट वेजमा के कसरी एड गर्न सकिन्छ भनेर छोटो भिडियो बनाएको छु। सुरु गरिहालौँ है त। यो गुगल स्कोलरमा गएर जस्तै मैले CFST कोलुम हो, मलाई एउटा CFST कोलुमको बारेमा स्टडी गर्नु थियो। मैले त्यही हाने है। त्यो हानेपछि मलाई यो एप्लिकेसन अफ ANN टु द डिजाइन CFST भन्ने चाहिँ एड गर्नु पर्यो मेन्डेलीमा भनेपछि मैले एड टु मेन्डेलीमा क्लिक गरेँ। त्यसपछि यो हैन चेक अनचेक गर्न सकिन्छ। चेक गर्नु पर्यो हामीले। यदि यहाँ चाहिँ कसैले साइन इन गर्नुभएको थिएन भने सुरुमा यहाँ चाहिँ साइन इन गर्नु भनेर आउँछ। यो मैले यहाँ साइन इन गरेको थिएँ, त्यही भएर यो मेरो इमेल आइरहेको छ हो। अब मैले यसलाई के गर्दिएँ, एड गरिदिएँ। एड गरेपछि अब हामीसँग मेन्डेलीमा गएर यो एड भएर बसेको छ। एप्लिकेसन अफ ANN 720मा हो भर्खरै हो। यसरी एउटा तरिकाले एड भयो। अब अर्को तरिकाले एड गरौँ है त। जस्तै मैले AI बोरियम चलाइरहेको थिएँ। त्यहाँ चाहिँ मैले एउटा पेपर सर्च गरेँ हो। सर्च गरेँ टेस्टिङ सिमुलेसन यो भन्नेवाला हो। यहाँ सर्च गर्दाखेरि यो आयो। अब यसमा चाहिँ एड टु मेन्डेली भन्ने त छैन। त्यति बेला चाहिँ हामीले के गर्ने, यो DOI होला हैन। यसलाई मैले कपी गरेँ है। कपी गरेपछि मैले के गरेँ, यहाँ है अनि यो एड रेफरेन्स भन्ने ठाउँ छ। यहाँ गएर मैले एड रेफरेन्स म्यानुअल्लीमा क्लिक गर्छु र यहाँ हाम्रो ISBN PMID DOI यो जुनसुकै कपी गरेर पनि हामीले मजाले पेपरलाई यहाँ एड गर्न सकिन्छ। सर्च गरेपछि उसले आफै सर्च गर्छ। मेटा डाटा फाउन्ड भन्यो, फर्म्स वेयर सक्सेसफुल्ली पपुलेटेड भनेपछि यहाँ जोर्नल आर्टिकल है टेस्टिङ सिमुलेसन हो। मैले अघि देखाएको त्यही हो नि हैन। यो टेस्टिङ सिमुलेसन अफ डिजाइन अफ यो त्यही आएर बस्यो है। भनेपछि त्यो मजाले मेन्डेलीमा एड हुँदो रहेछ हो। यहाँ मैले एड इन्ट्री गरिदिएँ। अब एड इन्ट्री गरेपछि एड भयो है। टेस्टिङ सिमुलेसन अफ स्क्वायर 721 मा यो एड भयो हैन। अब चाहिँ अर्को मेथड चाहिँ मसँग अलरेडी PDF डाउनलोडेड थियो कुनै पेपरको, त्यसलाई एड गर्न सिकौँ है त। एड रेफरेन्समा जाउँ, इम्पोर्ट फाइल्समा जाउँ। जस्तै मसँग यो थियो हैन, एउटा पेपर हो डिजाइन ओरिएन्टेड भन्नेवाला है। त्यसलाई मैले ओपन गरिदिएँ, एड गरिदिएँ। यो डिजाइन स्ट्रेन यो चाहिँ एड भएर बस्यो हैन। अथवा कहिले कहिले चाहिँ मैले पेपरहरू त टक्क पढेको पेपरहरू चाहिँ एउटा फोल्डर बनाएर राखेको थिएँ, सो द्याट म सबै एकैचोटि नै एड गर्छु भन्न पनि मिल्छ। त्यसको लागि पनि एड रेफरेन्समा जाने अनि इम्पोर्ट फोल्डरमा गएर हामीले मजाले फोल्डर नै यहाँ अपलोड गर्न मजाले सकिन्छ है। त्यसरी पनि सकियो। अनि जस्तै हामीले चाहिँ दुईटा अथवा यो त्योभन्दा बढी पेपरमा रिसर्च गरिरहेका छौँ भने त्यति बेला चाहिँ हामीले अलिकति अर्गनाइज गऱ्यौँ भने अझ मजा आउँछ। त्यसको लागि चाहिँ जस्तै यो मेरो कोलुमको भयो हैन। जस्तै मलाई अर्को कुनै एउटा मेडिकल फिल्डको गर्नु थियो, नर्सिङ फिल्डको भने मैले नर्सिङ भन्ने एउटा यहाँ गएर बनाएँ अनि यहाँ कलेक्सन गरेँ हो। यसमा काम गरेँ। अब मैले के गर्छु, मेरो यो अल रेफरेन्स मेरो सबै रेफरेन्स यहाँ छ। जस्तै मानौँ यो चाहिँ मेरो त्यो नर्सिङ फिल्डको हो भने मैले यसलाई अर्गनाइज गरेर एड टु हाम्रो कलेक्सनमा एड गरेर नर्सिङ भन्ने चुज गरिदिन्छु र एड गरिदिन्छु। अब मैले अर्कोचोटि चाहिँ नर्सिङमा गएर यसलाई अर्गनाइज तरिकाले हेर्न सकेँ। कोलुममा गएर कोलुमको मात्र हेर्न सकेँ, नर्सिङमा गएर नर्सिङ फिल्डको मात्र हेर्न सकेँ हो। काम गर्दै जाँदा 2 3 4 धेरै पेपरमा काम गर्ने गरिन्छ नि त। सो द्याट यो पनि हामीलाई राम्रो अप्सन हो। अब यो क्रिएट ग्रुपको अनि अरू कुराको चाहिँ म अर्को भिडियो लिएर आउनेछु है। लाइक, सब्सक्राइब, सेयर सबै कुरा गरिदिनु होला। धन्यवाद।